हेलो गाइज वेलकम टु माई ब्लग। यो चाहिँ मेरो पहिलो ब्लग हो। अहिले हल्का राति पनि पर्दैछ, चिसो चिसो मौसममा हल्का साइकलमा कस्तो हुन्छ राइड हेरिदिनु होला। लास्टसम्म पहिलो ब्लगमा कस्तो हुन्छ, केही गल्ती हुन्छ भने भनिदिनु होला। त्यही हो गाइज, म अहिले चाहिँ आइसकेँ। यतिको चाहिँ भ्यू छ। गोप्रो छैन, मोबाइलदेखि नै गर्नुपर्छ, त्यसैले एक हातले चलाउँदैछु। राति पढे जस्तो छ। ठोक्क साइकल पनि त्यति खासै राम्रो छैन, तर मजा आउँछ यो साइकलको चलाउनु कुदाउनुमा। अहिले चाहिँ म आधी बाटो पुगेछु, कतै जानुपर्छ अहिले। टक्क एक हातले चलाइन्छ, कुदाउनु पनि कुदाइन्छ होइन मजाले। अहिले चाहिँ म अफ रोडै छ हाम्रो गाउँको बाटो। यतिको अफ रोडमा मजा आउँछ। बाइकहरू पनि जाँदैछ, तर भ्यू चाहिँ बबाल लाग्यो मलाई। गोप्रो जस्तो चाहिँ म भ्यूहरू देखाउन सक्दैन, तर यतिको चाहिँ बबाल नै हुन्छ। अफ रोडमा यतिको चाहिँ बबाल हो। अहिले चाहिँ चिसो पनि छ, हेर्नुहोस् गाइस, क्या दामी भ्यू आउनु लाग्छ नि त। रातिको भ्यू चाहिँ बबाल हुन्छ। रातिको नाइट राइड पनि बबालै हुन्छ। अहिले चाहिँ म यस्तो गरिरहेको छु। अहिले चाहिँ साँझ मैले भ्लग स्टार्ट गरेँ नि त, मोबाइल बिग्रेको थियो। त्यही मोबाइल बिग्रेको कारणले साँझ भ्लग स्टार्ट गर्नु पऱ्यो। त्यति कुदाइरहेको छैन। अनि म बिस्तारै ह्यान्डल पनि भाङ्गो छ मेरो, गाह्रो छ भनौँ। र गाइस अहिले चाहिँ म राति पढिहालेँ, त्यसैले आइसकेँ। अहिले घरमा आइसकेँ। राम्रोसँग भ्लग पनि गर्न पाइएन। आजको लागि नै यति नै। अब भोलि चाहिँ एकदमै राम्रो गर्ने ट्राई गर्छु। राम्रो हजुरहरूलाई कन्टेन्ट राम्रो देखाउने ट्राई गर्छु। हल्का हँसाउने ट्राई, एन्टरटेन गर्ने ट्राई गर्छु। आजको लागि नै यति हो। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। थ्याङ्क यू भेरी मच।